गाइज बोल्छ एन्ड गुड मर्निङ गाइज हाम्रो चाहिँ अहिले अब घाम ताप्ने समय भएको छ होइन खानसाना खाना आधा घन्टा 10 मिनटमा खान्छ र 20 मिनट घाम ताप्नु लागि म बाहिर निस्केपछि घाम लागिरहेको छ आफ्टर लङ टाइम घाम लागिरहेको छ अनि मेरो काम चाहिँ के हुन्छ भन्दाखेरि चेन्ज भइरहेको छ कि कहिले वेल्डिङ हान्नुपर्ने हुन्छ कहिले प्लाजमा गर्नुपर्ने हुन्छ कहिले फेब्रिकेटिङ गर्नुपर्ने हुन्छ कहिले इपिपी गर्नुपर्ने हुन्छ आज इपिपी गर्नुपर्ने छ र इपिपी भनेको फेरि मलाई यस्तो अल्छी लाग्ने काम हो उभिएर गर्नुपर्छ कन्टिन्यू नै उभिने हो कि फेरि अनि बस्ने ठाउँ त छ मिलाउँछु हल्का फुल्का यताउता मिलाएर बस्न चाहिँ मिल्छ तर काम चाहिँ उभिएर गर्नुपर्ने छ कि त्यो काम चाहिँ मैले सुरुमा आउँदाखेरि गरेको वेल्डिङमा आएको थिएँ अनि त्यस पछाडि चाहिँ मैले त्यो इपिपी नि वेल्डिङै हो तर त्यो चाहिँ अब अटो वेल्डिङ भनौँ न त्यो हिसाबको हुन्छ 10मा चाहिँ धुलोहरू यता धुवाँ धुलो केही पनि हुँदैन त्यो टाइपको हुन्छ अनि त्यो चाहिँ गर्नुपर्ने छ अनि आज चाहिँ त्यही इम्पोर्टेन्ट छ जे इम्पोर्टेन्ट हुन्छ मलाई त्यसैमा हाल्छ र आज चाहिँ मैले त्यही काम गरिरहेको छु चाहेको चाहिँ लागेको छैन तर गर्नु पऱ्यो भन्ने चाहिँ छ फेरि गाइज उतापट्टि प्लाजमामा काम छैन आजभोलि अनि आजभोलि चाहिँ मैले यहाँ काम गरिरहेको छु यो चाहिँ इपिपी वेल्डिङ भन्छ यहाँ चाहिँ उता गल्फमा चाहिँ साउ वेल्डिङ भन्छ के अरे अनि यो हानिसकेको हिजो आज हान्नुपर्ने यो भयो हान्ने ठाउँ चाहिँ यो ठाउँमा बसेर हान्नुपर्ने हुन्छ म भिडियो बनाएर देखाउँछु कसरी हान्नुपर्ने हुन्छ भनेर अनि त्यही नै हो गाइज अनि अर्को कुरा चाहिँ म यहाँनिर हान्दाखेरि चाहिँ उभिएर हान्नुपर्थ्यो त्यसरी उभिएर हान्नुपर्छ कि यहाँ बसेर अनि सुरुमा चाहिँ 6-7 घन्टा हान्दाखेरि चाहिँ एकदमै धेरै त्यो के भने एकदमै धेरै उभिँदा टायर हुने कि खुट्टा दुख्ने अनि म चाहिँ टोइलेट जान्थेँ ग्लोभ्स लिएर जान्थेँ ग्लोभ्स राख्थेँ अनि मजाले 15-20 मिनट रेस्ट गर्थेँ कि गएर बाहिर भित्रबाट लक गर्ने अनि बाहिर गएर रेस्ट गरिदिन्थेँ कि म चाहिँ त्यस्तो गर्थेँ कि सुरुमा 10 घन्टा 12 घन्टा उभिनुपर्ने अब त्यो बानी नभए सकिँदैन अब आजभोलि चाहिँ बानी भयो यसरी बसेर हाल्नु सकिन्छ यताउता त्यतिखेर थाहा थिएन अब सुरुमा होइन पुरा 10-12 घन्टा अनि 1 बजीसम्म हान्थेँ मैले 7 बजीदेखि 1 बजी 6 घन्टा हान्थेँ 6 घन्टापछि त त्यो खुट्टा पोलेर उभिन नसकेर अनि म टोइलेट जान्थेँ ढोका लगाएर अनि मस्त बसेर 15-20 मिनट रेस्ट गर्थेँ फेरि आउँथेँ काम गर्थेँ त्यस्तो गर्थेँ तर अहिले बानी भइसकेको छ मजा पनि आउँछ त्यही नै गाइज अब यसको वेल्डिङ हान्नलाई रेडी गरेर राखेको चाहिँ यो भयो वायर यो जुन यो छ यो वायर भयो एन्ड यो यहाँनिर वायर हाले हुन्छ यो वायर भयो अनि यहाँनिर यो सेटिङ गर्ने मेसिनहरूको छ पहिला चाहिँ यो अटोमेटिक थियो होइन यो चाहिँ म्याग्नेट भयो उठाएर राख्नको लागि म्याग्नेट हुन्छ प्रत्येक काम गर्ने ठाउँमा चाहिँ क्रेन छ होइन त्यहाँनिर पनि छ यो पनि क्रेन भयो यो चाहिँ झन् ठुलो क्रेन भयो मेरो क्रेन त झन् यहाँ छँदैछ यो क्रेन मेरो भयो म्याग्नेटले उठाएर राख्छु यो चाहिँ मेटल हो म्याग्नेटले उठाएर उता राख्छु एन्ड हेर्न मेसिनहरू सब बिग्रेर यत्तिकै कचा कतिको छ कति छ कि यो मेसिनहरू सब बिग्रेर रिपेयर गरेर गर्नुपर्ने छ रिपेयर गरेर तल नयाँ कम्पनीमा हाल्नु गाइज त्यही नै हो गाइज यसपालि काम गर्न चाहिँ मजा आइरहेको छ अनि प्लाजमा मैले त्यहाँ काम गर्ने पहिला यहाँनिर प्लाजमामा चाहिँ त्यहाँ काम थोरै छ र यहाँ चाहिँ यो चाहिँ इम्पोर्टेन्ट छ पठाइहाल्नुपर्ने काम छ भनेर मलाई यहाँ हालेको छ ओके मलाई कामै गर्नुपर्ने हो त्यहाँ चाहिँ सजिलो हुन्छ बसिराख्नु पाइँदैन यहाँ चाहिँ काम गरिराख्नुपर्छ त्यति बेला डिफ्रेन्स छ बट इट्स ओके आई लभ इट काम गर्न मजा आइरहेको छ यो हप्ताभरि नै मैले काम हाल्छु होला त्यही नै हो गाइज
विदेशमा आएर चाहिँ जस्तो सोचे हुन्छ त्यस्तो हुँदैन रियालिटी के छ भन्ने कुराहरू चाहिँ मलाई देखाउनु मन लागेर मैले भ्लगहरू चाहिँ कन्टिन्यू गर्छु कि भन्ने सोच बनाइराखेको छु किनभने कतिजनाको सोच हुन्छ विदेश गएर यस्तो गर्छु उस्तो गर्छु जुन काम नेपालमा गर्न सकिन्छ त्यो काम विदेश आएर गर्न सकिँदैन जुन काम विदेशमा गर्न सकिन्छ त्यो काम नेपालमा गर्न सकिँदैन त्यही भएर चाहिँ म यहाँ आएपछि चाहिँ मान्छेको लाइफस्टाइल कस्तो हुन्छ के हुन्छ भन्ने कुरा मेरो चाहिँ के भइरहेछ भन्ने कुराहरू देखाउनु मन लागेर मैले भिडियोहरू प्राय रेगुलर अपलोड गर्ने सोचमा चाहिँ छु तर भ्याइन्छ भ्याइदिनु थाहा छैन त्यही नै हो गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो